guys, I'm going to my new vlog after a long time. म चाहिँ भ्लग बनाएको है सुजन फिटनेस। हाम्रो चाहिँ राति हिँड्ने चाहिँ मजै अलग हुने क्या। एक दिन हो र राति हिँडेको नि 2-4 दिन भइसक्यो हिँडेको राति। कहिले कहाँ जानुपर्ने कहिले कहाँ जानुपर्ने, तर राति एक्लै हिँड्न भनेको चाहिँ स्वाद चाहिँ यस्तो मजा आउने हो। सर्र चिसो हावा लाइट म्यान खत्रै मजा आइदिने हो क्या। मलाई चाहिँ फेरि त सोच लाग्ने भएछ यत्रो हिँड्दा नि। सो अनि अर्को कुरो चाहिँ राति तर्साउँछ यान त्यान भनेर चाहिँ त्यो नसोच्ने हुन्छ। त्यस्तो मान्छे चाहिँ राति नहिँड्ने नि हुन्छ। सो मान्छे फिजिकली स्ट्रङ मात्र भएर नि हुँदैन कि, मेन्टली स्ट्रङ पनि हुनुपर्छ नि त। फिजिकल्ली ह्यान त्यान बडी सडी देखाएर स्ट्रङ हुँदैन क्या मान्छे चाहिँ। टक्क मेन्टली स्ट्रङ हुनु पऱ्यो नि। हामी जस्तो राति हिँडिदियो जहाँसुकै पुगेर आओस् मतलब भएन नि त। उकालो छ यहाँनिर चाहिँ होइन। सो मजै अलग हुने कि भ्लग गर्न त सजिलो छ भन्छ नि मान्छेले। आम्बो लास्टै सजिलो हुने नि, हातै नगल्ने है। फेरि मेरो युट्युब आइडी फ्रिज हुन आँटिछ जस्तो लाग्छ कि, भिडियो नहालेको पनि धेरै दिन भइसक्यो। अनि त्यही भएर मेरो आइडी फ्रिज हान्छ कि जस्तो लाग्छ युट्युबले। सो सपोर्ट गर्दै जाउँ है, अझै सपोर्ट गर्दै जानुपर्छ। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। सो हामी चाहिँ अब म चाहिँ तपाईँहरूको माया बिना चाहिँ केही पनि छैन फेरि युट्युबमा चाहिँ। तपाईँहरूले माया गरेछ, हल्का साथ सपोर्ट माया देखाइदिएछ कतिले। डोन्ट गिभ अप किप इट अप भनेर कमेन्ट हानेछ, बिग फ्यान भनेर कमेन्ट हानेछ कति भाइ बहिनीहरूले होइन। सो हो तपाईँहरूले गर्दै माया, तपाईँहरूले माया देखाएर नि हो क्या मलाई उसो भएको चाहिँ। अब यहाँनिर नि बाटो बनाएको छ त है। म त यता नहिँडेको त धेरै दिन भएछ यार। अम्बो उता मजातिर गइयो, यहाँ त बाटो बनिसकेको छु है अहिले। यहाँ त बोल्दा नि एकचोटि त ठुलो भलाएर केही थिएन बाटो। बाइकले हिँड्नु पनि डरै मर्दै थियो। अहिले त के देखेको छैन अँध्यारो रहेछ, बाटो बनाएको छ। सो बाटो बनाउनु पर्छ, डराएर हुँदैन है। राति के हो लाइट बालेपछि त आँखै नदेख्ने त, मतलब फेरि लाइट बालेर नि आँखा नदेख्ने कस्तो मान्छे हो भन्ने होइन। तर त्यो फ्रन्ट क्यामेराहरू लाइट अन गरेर भिडियो बनाएको छ नि त, ठ्याक्कै आँखामा परेर त अब यिनीहरू चाहिँ फोनमा चाहिँ देखियो होइन, फोनमा चाहिँ देखियो। अनि यता हेर्नुपर्ने हुन्छ नि जता चाहिँ, त्यहाँ चाहिँ नदेखिने यार। ल है अब यहाँ हेरिराखेँ मैले, एकछिन हेऱ्यो अब चाहिँ केही देखिँदैन एकछिन चाहिँ, पुरै आँखै पुरै बल्छ क्या। अनि अझै चस्मा किन्नु पर्ला जस्तो छ। भ्लग बनाउनु नि माइक चाहिँ ल्याएको छ मैले बुझाएको केटाहरूको। सो केटाहरूले साथ चाहिँ दिन्छ होइन, सपोर्ट नि गर्छ। हात गल्दो रहेछ यार लास्ट। म चाहिँ मम्मी लिन आएको यतासम्म चाहिँ राति केही देख्दैन आँखा हो होइन होइन होइन। अनि म पानी परेको छ, मजा आउने चल्दै हिँड्न ल। केटाहरू भएको त हामी त कहाँ पुगिदिन्थ्यो नि राति त, फेरि अलग्गै मजामा कहाँ पुग्थ्यो। सो मेरो आजको भ्लग चाहिँ यति नै हो। सो म बिस्तारै भ्लग पोस्ट गर्दै गर्छु, हेर्दै जानु होला र माया र साथ सपोर्ट देखाउँदै जानु होला।